왼쪽 보지 마. यहाँ अगाडि यस्तो छ हल्लिएर मलाई डर लागिसकेको छ हावाले त्यही माथि हल्लाउँदो रहेछ हालत खराब बनाइहाल्यो नि कस्तो काली लाग्दो ठाउँ छ हल्लिँदो रहेछ हावाले बेसरी हल्लाइरहेछ अहिले खाली लागेर मर्ने बेला भयो हेलो एभ्रिवान नमस्ते आफ्टर लङ टाइम वेलकम ब्याक माई युट्युब च्यानल तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु म दिवा लिम्बू आई होप तपाईहरुले बिर्सिसक्नु भएको छैन होला केही समय यता मैले नयाँ भिडियोहरु चाहिँ अपलोड गर्न सकिरहेको थिइन हैन अब यता चाहिँ कन्टिन्यू भिडियो अपलोड गर्ने कोसिस गर्ने छु तर त्यसको लागि चाहिँ तपाईहरुको साथ सहयोग चाहिँ एकदमै जरुरी हुन्छ हैन पहिला जस्तै तपाईहरुले माया साथ सपोर्ट दिनुहुनेछ भन्ने आशा छ अब आउने मेरो यो भिडियो चाहिँ पोहोर सालकै भिडियो हो हैन 2024 को तर केही कारणले गर्दाखेरि चाहिँ मैले भिडियोहरु एडिट गरेर चाहिँ अपलोड गर्न सकेको थिइन तर पुरानै भिडियो भए पनि तपाईहरुले चाहिँ एकदमै इन्जोय गर्नुहुनेछ यो चाहिँ मैले यो कोरियाको फोआङ भन्ने ठाउँमा जाँदाखेरि बनाएको भिडियो हैन क्वालिटीमा चाहिँ अलिकति डिफरेन्ट हुन सक्छ हैन किनभने त्यो टाइममा चाहिँ मैले मेरो पुरानो गोप्रोबाट नै बनाएको थिएँ अहिले चाहिँ अब अर्कैबाट मैले भिडियो बनाइराखेको छु त्यसले गर्दाखेरि क्वालिटीमा चाहिँ अलिकति डिफरेन्ट हुन सक्छ अब आउने भिडियोहरु चाहिँ मेरो यो नयाँ क्यामेराबाट चाहिँ आउनेछ हैन बाकी अझै 2-4 वटा मसँग राम्रो भिडियोहरु चाहिँ एडिट गरेर अपलोड गर्नै बाँकी छ हैन त्यसमा पनि तपाईहरुले एकदमै इन्जोय गर्नुहुनेछ यो भिडियो चाहिँ मैले इन्ट्रो भिडियो मात्रै बनाउँदै छु हैन मैले जुन चाहिँ अहिले अपलोड गर्न लागिरहेको भिडियो चाहिँ यताउता बाइ मिस्टेक चाहिँ इन्ट्रो भिडियो पनि डिलिट भइसकेछ र अरु पनि केही भिडियोहरु डिलिट भइसकेछ त्यसले गर्दाखेरि चाहिँ मैले यसबाट आज चाहिँ इन्ट्रो भिडियो मात्रै बनाउन गइरहेको छु आई होप आजको भिडियो तपाईहरुले मन पराइदिनु हुनेछ यदि तपाईहरुलाई मन पर्यो भने चाहिँ लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गर्दिन नबिर्सिनु होला है त ओ पारी चाहिँ मेला लागिराखेको रहेछ है त्यही मान्छेहरु त्यहाँ सी साइडमा चाहिँ यस्तो भिड देखिन्छ हामी चाहिँ त्यहाँबाट अलिकति अगाडि आएको छौं यहाँ स्काई वकमा हैन भरे टाइम भयो भने हामी त्यहाँ पनि जाने छौं कस्तो भिड छ फोआङ आइपुगेको छौं अहिले चाहिँ हामी यहाँ मान्छेहरु टन्नै बसिरहेछन् त्यही भएर हौ हेलो अहिले हामी स्पेस वकतिर जाँदैछौँ बाटो चाहिँ यस्तो रहेछ बिछ्याएर बनाएको छ अगाडि डाँडामा चाहिँ स्पेस वक छ त्यहीँतिर जाँदैछौँ अहिले मेरो झोली तुम्बीहरू यस्तो छ टाढो आएपछि यस्तै हो फेस्टिभल लागिरहेको रहेछ हैन यो फाटाको छेउमा सी साइडमा त्यही भएर पनि मान्छेहरुको भिड एकदम र आज विकेन्ड पनि हो त्यही भएर पनि मान्छेहरुको भिड धेरै होला फाइनली मेरो वर्षौंदेखिको सपना आज पूरा भएको छ हैन यो स्पेस वकमा चाहिँ आउने मलाई एकदमै इच्छा थियो हैन आज फाइनली पूरा भएको छ तर वेदर त्यति राम्रो छैन तर पनि अब म धेरै खुसी छु आज चाहिँ मेरो पछाडी मान्छेहरुको भिड त्यस्तै देखिँदैछ हैन मेरो पछाडी त्यस्तो छ यहाँनिर अब एकछिन पछाडि म यहाँ पनि चढ्नेछु हैन पानी पर्ला जस्तो वेदर चाहिँ अलि पानी पर्ला जस्तो भइरहेछ यता मेरो ब्याक साइडमा पनि मान्छेहरुको भिड एकदमै छ र यता साइडमा चाहिँ टन्नै फुलहरु फुलेको छ हैन यसरी हल्लिँदो पो रहेछ डर पो लाग्यो कतादेखि जाऊँ यतादेखि जाऊँ होइन मान्छे यतादेखि गएर यतादेखि हल्लिँदैछ यी कतादेखि हो कहाँ हो हल्लिँदो रहेछ नि जाऊँ त
아빠가 그 얘기했는데 엄마가 아니 कसरी हल्लिँदो रहेछ मलाई त कस्तो डर लागेको जाँदैछ ऊ आमा कसरी हल्लिँदो रहेछ डर लाग्यो मलाई त ल जाम कसरी हल्लिँदो रहेछ हौ हामी अहिले यहाँनिर टुप्पामा त पुगेको छौँ तर हावाले बेसरी हल्लाउँदो रहेछ 오늘은 좀 심하네 흔들림이. ओ डराएको भनेर म नै डराएँ आमामामा यहाँ अगाडि यस्तो छ हावाले त्यही माथि हल्लाउँदो रहेछ हालत खराब बनाइहाल्यो नि मान्छे त आरामले हिँड्दैछ नि त फेरि तपाईँको क्यामेरा त के यस्तो ठाउँमा आउँदैछौँ है हामी यस्तो ठाउँमा कस्तो काली लाग्दो ठाउँ छ हल्लिँदो रहेछ हावाले बेसरी हल्लाइरहेको छ अहिले खाली लागेर मर्ने बेला भयो लाग्यो गोरी लागेको त हुन्थ्यो जसरी पनि भ्लग त खिच्ने हो अरू त थाहा छैन कालिँदै भए पनि मान्छेहरू कोही त आरामले हिँडिरहेछन् अब धेरैचोटि हिँडेर पनि होला नि कोही त सबै हिँडिराखेको हामीलाई केही हुँदैन तल्लो छेउमा आइपुग्यौँ है बल्ल मैले त यस्तरी हल्लिन्छ भनेर सोचेको पनि थिइनँ एकछिन म देखाउँछु हामी यहाँ माथिदेखि आएको हो कस्तो काली लागेको यहाँ माथि पुग्दाखेरि त अब हामी यहाँ फेरि उकालो लाग्दैछ बेसरी हल्लाउँछ एकछिन पक्रिनु त बेसरी हल्लिने ठाउँमा फेरि पुग्न आँटेको छौँ यो अग्लो ठाउँमा फेरि हल्लिन्छ अघि हामी यो पर देखिने ठाउँदेखि आएको हो मान्छेहरू त्यहाँ बसिरहेछ खगेन सुब्बा कालिँदै उकालो लाग्दैछ एकछिन है यहाँदेखि ऊ तलको बजार देखाउँछु म यहाँ एउटा फोटो पनि खिचिदिनु ल तल बजार देखिँदैछ पल्लो छेउदेखि पल्लो छेउसम्म भिड छन् फोवाङ बजार अगाडि देखिने फोवाङ बजार यहाँ वरिपरि यहाँनिर यस्तो देखिँदैछ मैले टुप्पादेखि खिच्दैछु है यो चाहिँ माथि टुप्पामा हल्लिँदैछ बेसरी अहिले चाहिँ काली लाग्नु छ अरे अघि एकछिन चाहिँ झन्डै मरे काली लागेर अघि त झन्डै मरे अहिले चाहिँ काली लाग्नु छोडेको छ अब हामी यो साइडमा पनि जानेछौँ यतापट्टि जानेछौँ यहाँनिर फेरि जानुपर्छ यो हल्लिने ठाउँमा हामी यहाँनिर घुमेर चाहिँ भरे भयो भने यो तलतिर बजार लागिरहेको छ त्यहाँतिर पनि जानेछौँ है त अहिले त म पनि बिन्दास तरिकाले कुद्ने भइहाल्छ अघि त काली लागेर म त आँखा देखिनँ अहिले त बानी परेछ मलाई पनि काली लाग्नै छोड्यो झर्नै पो लडेर हो यहाँदेखि लड्यो भने त खत्तम हुन्छ नि हल्लिने ठाउँमा आइपुग्यो 그래요? 아니 쭉 가가지고 다시 내려갈 수 없어요. 돌아야 해. अब हामी यो साइडमा गइरहेछौँ अर्को साइडमा अघि हामी अर्को साइडमा गएको थियौँ होइन राइट साइडमा गएको थियौँ भने अब लेफ्ट साइडमा जाँदैछौँ हामी अघि एकछिन त म त जानु सक्दिनँ जस्तो डर लागिरहेको थियो अगाडि यहाँदेखि देखिँदैछ होइन सानो सानो जहाजहरू यो भनेको माछा मार्ने जहाजहरू हो कि क्या हो कति धेरै जाँदैछ वेदर पनि त्यति क्लियरै भएन भन्छ
यो चाहिँ अर्को साइडबाट देखिने भ्यू है त हामी उतापट्टि अघि नै पुगेर आएको बिचरा हिँड्नु नसकेर हैरानै भइसक्यो यस्तो खुसी भइरहेछ कि अहिले त काली लाग्नु पनि छोडिहाल्यो डर पनि हराइहाल्यो मेरो त म अहिले टुप्पामा छु तर पनि डर लागेको छैन यस्तो खुसी लागेको छ हामी यहाँनिर चढ्नु गइरहेछ अब अघि अर्को साइडमा चढेर आइसक्यौँ यो साइडमा हलिन्छ यसरी हलिँदैछ तर पनि मजा आइरहेछ अहिले त यस्तो मजा आइरहेछ I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive, so passionate. Every word I move so descriptive, like an adjective. I got a vendetta against people who patent it. Even make it clear when you should be getting after it. I got facts over facts over tracks, this and that, spitting slow, spitting fast. I can roll, stack the gas, think I'm okay at last, but I don't know if that can erase all the past and the pain. कम हुँदैछ यहाँनिर कति बजीदेखि भने बिहान 10 बजीदेखि बेलुकाको 9 बजीसम्म चाहिँ खुला हुँदो रहेछ होइन तर त्यतिन्जेलमा त रात परिसकेको हुन्छ मान्छेहरूले त्यही भएर दिउँसो नै ट्राई गरेर चाहिँ चढ्दो रहेछ बेलुका चाहिँ चढ्ने त्यति हुँदैन रहेछ हामी आइपुगेको छौँ यो कुन ठाउँमा हो हामी यस्तो ठाउँमा आइपुगेछौँ देखिँदैन रहेछ त्यति राम्रो